सानो बाबु टारमा अस्तिदेखि झारेको ढोड ल्याएको छैन कसका वस्तुले खाने कि जान्न बाबु त्यति साजरे बे ढोड बोल्न कम गाह्रो हुन्छ अस्ति हावाले उहाँ लडाइँ गरेर कसो दुखिरहेको छ ए त्यसो भए जानु खेतमा मकै गर्न मिठोहरू पनि गएका छन् साजरे बे कहाँ खेत जानु फेरि जानु पर्यो आउनु पर्यो घाममा कम गाह्रो हुन्छ न बाइक जान्छ त्यहाँ साजरे बाबु म त कस्तो गाह्रो काम लाग्छ मैले ए सानो बाबु चाय रिसाउनु चाय खोसाउनु आज भात सात पनि पाक्दैन एउटा केही काम गर्दा खाएको पनि पर्दैन है गाँठो भात खाना है मैले भात पस्केँ ए भाउजू हजुर बरी म्युनिसिपालिटी चाहिँ हेर्नु त यो भित्र छिर्नु भएन बिचरा खेतमा मकै गरेर मान्छे अङ्कल भात ल्याउने भन्यो खै त्यो पछि त म लडिदिन्छु ला भित्तास परिहाल्यो नि म भोलि पूजा लाउँ भनेको भित्ता नि पोतिसके अब के गर्नु है लगिन त बिचरा काम गरेर आमा चाहिँ भोका है त्यो त दुध पनि लगिन त भात पखाउनु बिचरा भोकाइ हो नि त अरे छोरी बराबर भइगयो छ नि भाइ किन मम्मी के भएर तिमी मिस भयो नि त कसले भने म मिस भयो भनेर अङ्कलले भात लिएर जानु भएको र तिमी मिस भयो भनेर कहाँ भातै आएको छैन तपाईँ थाहा छैन म मिस हुने कहिले मेरो टाइमै भएको छैन त लौन नि त्यो भात कहाँ गयो त अब ए छोरीले त भात खाइहाल्छ भाउजू